गुड मर्निङ सम्पूर्ण उपस्थित भाइ बहिनीहरूमा आजको यो क्लास जुन रहेको छ भन्सारसँग सम्बन्धित क्लासमा यहाँहरूलाई स्वागत छ। भाइ बहिनीहरू, हामीले यो आजको क्लास विशेष गरी तपाईले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ कस्टम एक्ट 2082 र कस्टम रुल 2083 सँग सम्बन्धित यो हामी छलफल गर्दैछौँ। रिसेन्टली अहिले भन्सारसँग सम्बन्धित भन्सार ऐनसँग सम्बन्धित कुरा त हामीले अगाडि नै छलफल गरिसकेका थियौँ। भन्सारसँग सम्बन्धित कुराहरूमा नयाँ ऐनका कुराहरूमा नयाँ ऐनका प्रावधानका कुराहरूमा अलरेडी हामीले अगाडि नै जतिखेर भन्सार ऐन 2082 आएको थियो त्यतिखेर नै त्यसलाई हामीले पढिसकेका थियौँ। तर कस्टम रुल त्यतिखेर आएको थिएन। सो अब कस्टम्स रुल पनि आइसकेपछि हाम्रो एक्जाममा चाहे त्यो क्याप 3 को एक्जाम होस् वा अब हुने पहिलोचोटि सीए एप्लिकेसन लेभलको एक्जाम होस् वा सीए मेम्बरशिप लेभलको एक्जाम होस्। सीए मेम्बरशिप क्याप 3 मा त पहिलादेखि नै कस्टम लजहरू त पढ्दै आउनुपर्ने, त्यो पढ्नुपर्ने अवस्था थियो भने एप्लिकेसन लेभलमा पनि कस्टम्स बारेमा थोरै जानकारीहरू हुनुपर्ने भएकोले गर्दा त्यहाँ पनि यो प्रोभिजनहरू चाहिँ एप्लिकेबल हुने देखिन्छ। भनेपछि यहाँले अहिले सीए मेम्बरशिपको अब आउने सेप्टेम्बरको, त्यसपछि हुने क्याप 3 को र एप्लिकेसनको डिसेम्बरको र त्यसपछिको जुनसम्म वा भनौँ न अहिले हामीले पढ्ने प्रोभिजन यस्तो यस्तो एटेम्प्टहरूको लागि चाहिँ एप्लिकेबल हुने देखिन्छ। त्योभन्दा अगाडि मार्चको मेम्बरशिपको पनि होला, 2027 को त्यो कुराहरू पनि छ। सो समग्र रूपमा हामीले पढ्ने मोडालिटी कस्तो हुन्छ भने हामी कम्प्लिटली एक्जाम फोकस भएर पढ्छौँ। तपाईले किताबको यो मेटेरियल देख्न सक्नुहुन्छ। यो मेटेरियलमा धेरै नै कस्टमसँग सम्बन्धित एक्ट रुलसँग सम्बन्धित कुराहरू धेरै नै मोर देन 100 सेक्सन्स र रुल पनि मोर देन 100 रुल्सहरू रहेको छ, जसमा पहिला रहेका कस्टम एक्टमा रहेका प्रोभिजनहरूलाई स्प्लिट पनि गरिएको छ। जस्तै पहिला एउटै सेक्सनमा रहेको थियो प्रोभिजनहरू, हैन, भन्सार ऐन 2064 बमोजिम पुरानो भन्सार ऐनलाई त्यसलाई स्प्लिट गरेर 4-5 वटा हैन सेक्सनहरुमा डिभाइड गरेको छ। भनेपछि त्यस्तो केसेसहरुले गर्दाखेरि पनि त्यस्तरी गर्दाखेरि पनि यो सेक्सन नम्बरहरु चाहिँ बढेको अवस्था छ। तर एनीवे हाम्रो पढ्ने तरिका के हुन्छ भने अब आउने जुन हामी क्लासेसहरुमा भन्सारसँग सम्बन्धित आजबाट स्टार्ट भएको क्लास छ, यसमा हामीले छलफल गर्ने भनेको कम्प्लिटली एक्जाम फोकस, एक्जाममा कस्तो क्वेशन्सहरु आउन सक्छ वा यसरी बुझौं पहिला भन्सार पुरानो भन्सार ऐन र भन्सार महसुल ऐन 2081 पनि हामीले पढिसकेका हुन्थ्यौं हैन क्लासेसहरुमा। त्योसँग लिंक गरेर पहिला हामी पढ्थ्यौं भने अहिलेको भन्सार ऐन र अब भन्सार महसुल ऐन जुन आइसकेको छ 2081 सालदेखि नै लागू भएको अवस्था छ त्यसलाई मर्ज गरेर हामी पढ्छौं। भनेपछि जुन एक्जाममा आइक्यानको एक्जाममा अलरेडी सोधिएका प्रश्नहरू छन् ती प्रश्नहरूलाई पनि नयाँ भन्सार ऐन र नयाँ भन्सार नियमावली, पहिला नयाँ भन्सार ऐन अन्तर्गतको त हाम्रो क्लासहरू अलरेडी भइसकेको थियो, अब फेरि त्यसलाई रिपिट गरेर भन्सार ऐन नयाँ र भन्सार नियमावली अनुसार हामी पढ्नेछौँ। एउटा दोस्रो पार्ट हामी के गर्नेछौँ त भन्दा जुन नयाँ आउन सक्छ, जस्तै नयाँ नयाँ प्रोभिजनहरू थपिएका छन् यो पालि भने त्यो नयाँ प्रोभिजनबाट कस्तो क्वेशन तपाईलाई आउन सक्छ एक्जाममा, हैन, केस बेस क्वेशन हुन सक्छ हैन, तपाईले जजमेन्ट दिनुपर्ने अवस्थाहरू आउन सक्छ, एडभाइस गर्नुपर्ने अवस्थाहरू आउन सक्छ। सो त्यसको लागि पनि हामी तयारी गर्छौं। भनेपछि ओभरअल सिनेरियो मैले यहाँहरुलाई बताएँ। भाइहरु, यो सँगै यहाँहरुसँग यो ह्यान्ड रिटन नोट अलरेडी अवेलेबल छ वन ड्राइभमा। मैले यसको पीडीएफ हैन यहाँहरुलाई सजिलो हुने गरी अलरेडी अपलोड गरिदिसकेको छु। भने अहिले हामीले यही जति पनि नोट्सहरू रहेका छन् यही नोट्ससँग सम्बन्धित रहेर हामीले यसका सल्युसन्सहरू, प्रोभिजन्सहरू, सम्पूर्ण कुराहरू पढ्नेछौँ। अब कस्टम्स लको कुरा गर्दा भाइ बहिनीहरू हामीले कस्टम्स एक्ट 2064 तपाईले याद गर्नुभयो भने यसको
यो मेटेरियल त अलरेडी यहाँहरूसँग अभाइलेबल छैन भने म फेरि यहाँहरूलाई त्यो जुन WhatsApp ग्रुप छ त्यो WhatsApp ग्रुपमा त्यसको लिङ्क म पठाइदिन्छु, वन ड्राइभको लिङ्क, यदि यहाँहरूले जोइन हुनु भएको छैन वा नयाँ न्युली जोइन हुनुहुन्छ भने। किनभने WhatsAppमा पुरानो मेसेज नदेखिने नयाँ मेसेज मात्रै आउने भएकोले गर्दा त्यसलाई फेरि म हालिदिउँला। तर यहाँहरूले चाहिँ त्यो WhatsApp ग्रुपमा चाहिँ यदि लिङ्क गर्नुभयो, आफूलाई आबद्ध गराउनु भयो भने त्यसमा जति पनि अपडेटहरू हुन्छ, मैले गरिरहेको अपडेटहरू त्यसमा हालिदिँदै गर्छु म, ठिक छ। सो कस्टम्स लजको कुरा गर्दा यहाँनेरि हेर्न सक्नुहुन्छ, कस्टम एक्ट 2064 को कुरा गर्थ्यौं हामी पहिला, हैन त। भन्सार ऐन 2082 आइसकेपछि अब हामीले यसलाई म सँगसँगै रियल टाइम रिप्लेसमेन्ट गर्छु भाइ बहिनीहरू, यो भयो भने तपाईलाई सजिलो हुन्छ। हामी के गर्छौं त भन्दा भन्सार ऐन 2082, भन्सार ऐन 2082 भनेर पहिला 64 थियो, अहिले भन्सार ऐन 2082 बाट यसलाई हामी रिलेट गर्छौं। र त्यो भन्सार ऐन 2082 कहिलेबाट लागू भयो त भन्दा हुन त तल पनि लेखेकै छ। अब यो भन्सार ऐन 2064 हामीलाई यसरी बुझ्न सकिन्छ, यसलाई मैले थोरै ब्याक गरे, यही पनि अलरेडी लेखेको पनि छ, यहाँले हेर्न सक्नुहुन्छ। पहिला थियो भन्सार ऐन 2064 जुन 64 साल 5 को महिना 14 गतेबाट लागू हुन्थ्यो भने त्यसलाई रिपिल्ड गरियो भन्सार ऐन 2082 ले। र त्यो भन्सार ऐन 2082 चाहिँ 82 साल 5 को महिना 22 गतेबाट हैन यो तपाईको प्रकाशित भयो राजपत्रमा। तर यसको अर्थ त्यही मितिबाट लागेन भाइ बहिनीहरू। भन्सार ऐन 2082 कहिलेबाट एप्लिकेबल भयो त भन्दा हामीलाई सेक्सन 1 को सबसेक्सन 2 ले भन्छ भन्सार ऐन 2082 को यो ऐन चाहिँ प्रमाणीकरण भएको मितिले 91औं दिनदेखि प्रारम्भ हुनेछ भनेपछि अब हेर्नुभयो भने 82 साल भदौ 22 गते आयो भनेपछि भदौ पछि असोज कार्तिक हैन मंसिर लगभग 91औं दिन भनेको 3 महिनाको हिसाबले लियौं भने मंसिरबाट चाहिँ यो लागू भएको अवस्था छ। गत वर्ष मंसिरबाट, लास्ट इयर मंसिरबाट 2082 बाट चाहिँ कस्टम एक्ट 2082 लागू भएको अवस्था हो, जो जसको बारेमा हामीले अलरेडी अगाडि नै छलफल गरिसकेका थियौं। यो प्रोभिजन रहेको छ भनेपछि अब मैले के गर्न चाहे त भन्दा कस्टम्स एक्ट 2064 लाई रिपिल्ड बाइ भनेर यो हेर्यो। अब हामी अर्कोतिर जाउँ, कस्टम्स रूल। भाइ बहिनीहरु, कस्टम्स रूल भन्सार नियमावली 2083 भनेर हामी धेरै नै वेट गरिरहेका थियौं। किनभने पहिला एउटा हामीलाई समस्या के थियो भने भन्सार ऐन 2082 पढ्नुपर्ने अनि भन्सार नियमावली 2064 पढ्नुपर्ने भनेर हामीले भन्थ्यौं है। तर अब अहिले यसलाई पनि रिपिल्ड गरियो, खारेज गरियो, रिप्लेस गरियो बाइ, कसले रिप्लेस गर्यो त भाइ बहिनीहरु भन्दा यसलाई पनि रिप्लेस गरियो। अब यसलाई पनि तपाईले हेर्नुभयो भने रिप्लेस गरिएको अवस्था देख्न सक्नुहुन्छ। कसले रिप्लेस गर्यो त? नयाँ भन्सार नियमावलीले। र त्यो नयाँ भन्सार नियमावली कहिले आयो त, राजपत्रमा कहिले प्रकाशन भयो त भन्दा यो राजपत्रमा प्रकाशन भयो 2083 साल वैशाख 21 गते। भनेपछि यो रिपिल्ड बाइ, यसलाई हामी भन्न सक्छौं कस्टम्स रूल्स 2083। कस्टम्स रूल 2083 जुन वैशाख 21 गते 2083 सालमा यो आयो। 2083 साल वैशाख 21 गते भनेपछि यो अलरेडी धेरै भएको छैन आएको। 2083 साल वैशाख 21 गते नेपाल राजपत्रमा यो प्रकाशन भएको मितिबाट लागू भयो र तुरुन्त प्रारम्भ हुनेछ भनेपछि यो 91औं दिन भन्ने भएन। अब अगाडिको जस्तै यो एप्लिकेबल फ्रम 91 डेज अफ हैन सर्टिफिकेसन भनेको छ। मान्छे 91 डेजबाट 91th डेबाट लागू हुन्छ भन्ने कुरा यो रहेन। अब कस्टम रूल चाहिँ तुरुन्तै लागू हुनेछ भन्ने हो।
तर यो कस्टम रुललाई मैले अघि नै भने जस्तै यो कस्टम रुललाई रिपिल यसले कसलाई रिपिल गर्यो त? नयाँ आएको भन्सार जुन नियमावली छ त्यो भन्सार नियमावलीले कसलाई चाहिँ रिपिल गर्यो भनेर हामीलाई लास्टमा रुल 130 मा हाम्रो मेटेरियलमा पनि हेर्न सक्नुहुन्छ। रुल नम्बर 130 मा यो भन्सार को यहाँनिर ठ्याक्कै आयो। रुल 130 मा तपाईले हेर्न सक्नुहुन्छ यो रिपिल एन्ड सेभिङ भनेको छ, जसमा कस्टम्स रेगुलेसन 2064 आर हेयर बाई रिपिल्ड भनेर राखियो। यानी भन्सार नियमावली 2064 खारेज गरिएको छ भनेर आयो। सो अब हामीले हेर्ने हो भने रिपिल्ड बाई भन्ने जुन वर्ड लेखिएको छ भाइ बहिनीहरु, यसको लागि हामीले भन्न सक्छौं कुन चाहिँ प्रोभिजनमा लेखिएको छ रिपिल गरिएको कुरा भन्दा रुल 130 को रिपिल्ड बाई भनेर यही पनि लेखिदिन सक्छौं हामी। रुल 130 जुन कस्टम्स रुल छ, लास्ट रुल 130औं रुल भनेपछि रुल पनि अलिकता धेरै भोल्युममा रहेको देखिन्छ। भन्सार नियमावली 2064 को लाई रिपिल गरेर 2083 जुन बनाइयो त्यो भनेको चाहिँ तपाईको रुल 130 को सब रुल 1 अनुसार यो रिपिलको कुरा लेखिएको छ। यी नोटहरु जसरी हामीले पढ्ने गर्थ्यौं भाइ बहिनी, यी नोटहरुलाई पनि म यहाँनेरि अपडेट गर्दै जान्छु। ठीक छ। सो अब यसमा हेर्नुभयो भने के संशोधन छ, कस्तो कस्तो प्रोभिजन छ, सबै कुराहरु हामी हेर्दै जान्छौं। सो कस्टम्स रुल 2064-65 साल हैन 1 को महिना 15 गते आयो होला, त्यसलाई रिपिल गरियो। रुल 130 को सब रुल 1 अनुसार कस्टम्स रुल 2083 ले हैन, र यो लागू कहिलेबाट भयो त भन्दा विथ इमिडिएट इफेक्टबाट लागू भएको अवस्था देख्न सक्नुहुन्छ। यो इमिडिएट इफेक्टबाट लागू भएको अवस्था छ, किनभने तुरुन्त प्रारम्भ हुनेछ भनेर हामीलाई भनिएको छ। यो ऐन यी नियमावलीहरु तुरुन्त प्रारम्भ हुनेछ भनेपछि जुन दिन यो आयो प्रकाशन भयो त्यही मितिबाट लागू भएको अवस्था देखिन्छ। सो अब जाउँ हामी यो दुईटा प्रोभिजन त हामीले हेर्यौं। अब हामीले जति पनि यहाँ पढ्छौं भाइ बहिनीहरु, जति पनि हामी हेर्छौं, सम्पूर्ण कुरा कस्टम एक्ट र कस्टम एक्ट 2082 र कस्टम रुल 2083 बाटै हामी पढ्छौं। यो कुरा मैले यहाँलाई जानकारी गराइहालेँ। त्यसपछि जाउँ अब हामी नेक्स्टमा रहेको छ अर्को प्रोभिजन हामीलाई एक्जाममा आउने र पढ्ने कुरा रहेको छ कस्टम ड्युटी एक्ट 2081। कस्टम ड्युटी एक्ट 2081 त अलरेडी 81 साल 4 को महिना 1 गतेबाट लागू भइसकेको अवस्था छ र कस्टम ड्युटी रुल 2081 साल मंसिर 6 गतेबाट अलरेडी लागू भइसकेको अवस्था छ। भाइ बहिनीहरुलाई कन्फ्युजन कहाँनेरि हुने गर्छ भने सर यो भन्सार ऐन पढ्ने कि भन्सार महसुल ऐन पढ्ने कि 81 सालमै आइसकेको छ भन्ने कुराहरु कन्फ्युज नहुनु होला। भन्सारसँग सम्बन्धित दुईटा ऐन छ भाइ बहिनीहरु, हामीले पढ्नु पर्ने एक्जाम पोइन्ट अफ भ्यूबाट र प्र्याक्टिकल्ली पनि। दुईटा ऐन के भयो त? एउटा भन्सार ऐन 2082 भयो, अर्को भन्सार महसुल ऐन 2081 भयो। भनेपछि यो हिसाबले हामीले हेर्नुपर्छ, जसमा भन्सार कस्टम ड्युटी एक्टलाई रिपिलको कुरा छैन, किनभने कस्टम ड्युटी एक्ट पहिला थिएन। पहिला भन्सार ऐन 64 थियो जसमा सबै कुराहरु समेटिएको थियो। फरक के छ सर भन्सार महसुल ऐन र भन्सार ऐनमा भन्दा? नामै तपाईले हेर्नुभयो भने महसुलसँग सम्बन्धित कुरा, महसुल निर्धारणसँग सम्बन्धित कुरा, महसुलका दरहरु के कस्तो छन् भन्ने कुराहरु, एक्सपोर्ट गर्दा इम्पोर्ट गर्दा छुट सुविधाहरु जस्तै हामीले पढ्थ्यौं नि क्लासेसहरुमा वा एक्जामका पास्ट क्वेशन्स पनि हामीले हेर्यौं भने हैन, गाडी यति वर्ष अगाडि ल्यायो, अब आज आएर गाडी चाहिँ तपाईको ट्रान्सफर गर्दैछ वा तपाईको ड्युटी फ्यासिलिटीमा ल्याएको थियो, ती कुराहरु कहाँ लेखेका छन् अहिले भन्दा सबै भन्सार महसुल ऐनमा लेखेको छ। भनेपछि महसुलसँग सम्बन्धित हिसाबले छुट्टै ऐन बनाइयो 2081 सालको भनेर। जुन पहिलाको भन्सार ऐनमा नै सबै कुरा समेटिएको थियो। अहिलेको भन्सार जुन पुरानो भन्सार ऐन 2064 छ त्यसलाई यसरी बुझौं कि दुईटा भागमा टुक्राइयो। एउटा
परिमार्जन गरेर नयाँ ऐन ल्याइयो भन्सार ऐन 2082 भनेर, र अर्को के ल्याइयो त भाइ बहिनीहरू भन्दा भन्सार महसुल ऐन 2081 ल्याइयो। अब हेर्ने हो भने यी दुईटा कुरा फरक फरक हुन्, हामीले दुईटै पढ्नु पर्ने हुन्छ एक्जाम पोइन्ट अफ भ्यूबाट। र एक्जाममा क्वेसन तपाईले हेर्नुभयो भने है प्रोसेसका बारेमा, प्रोसिजरल लको बारेमा चाहिँ भन्सार ऐन 2082 बाट आउँछ भने ड्युटीको बारेमा हैन, तपाईको कुन दिनको रेट अफ एक्सचेन्ज लिने, कुन दिनको रेट अफ ड्युटी लिने हैन, ती कुराहरुको लागि चाहिँ भन्सार महसुल ऐन 2081। भनेपछि तपाईले दुईटै कुरालाई इक्वल वेटेज दिनुपर्छ एक्जाम पोइन्ट अफ भ्यूबाट। इक्वल वेटेज नदिएको खण्डमा म भन्सार ऐन मात्रै पढ्छु हैन, भन्सार महसुल ऐन पढ्दिन भन्नुभयो भने एक्जाममा हेर्ने हो भने अझ प्र्याक्टिकली एक्जाम क्वेसन सोधियो भने भन्सार महसुल ऐनबाट सोधिन्छ, न्यूमेरिकल टाइपको क्वेसन सोधियो भने। र यदि थ्योरिटिकल टाइपको तपाईबाट जजमेन्ट मागियो, एडभाइजरी टाइपको हैन एडभाइसहरु मागियो भने तपाईलाई भन्सार ऐन 2082 बाट क्वेसन सोध्छ। भनेपछि जस्तै एउटा एक्जाम्पल, तपाईहरुले भन्सार ऐन 2064 पढिरहँदाखेरि पोस्ट क्लियरेन्स अडिटको बारेमा पढ्नुहुन्छ। यहाँ पनि छ पोस्ट क्लियरेन्स अडिट, पक्कै पनि हुनु परिहाल्यो पीसीए भनेर। त्यो पोस्ट क्लियरेन्स अडिटको बारेमा हामीले पढ्दाखेरि त प्रोसेसका कुरा हो नि त, प्रोसिजरलका कुरा हो। त्यसलाई भन्सार ऐन 2082 पहिला 64 मा अहिले 82 मा राखिएको छ। तर तपाईले भन्सारमा सामान आयो, भन्सारमा सामान आइसकेपछि त्यो भन्सारमा सामान आउँदाखेरि कुन दिनको रेट अफ एक्सचेन्ज लिने, कुन दिनको रेट अफ ड्युटी लिने लगायतका कुराको लागि चाहिँ हामी के हेर्छौं त भन्दा भन्सार महसुल ऐन हेर्छौं। भनेपछि यी दुईटै ल फरक फरक छ। यो मात्र पढे हुने अब यो के हो सर, 2081 मा आएको नि 2082 मा आएको हो सर, 81 को पनि खारेज भयो, ती सबै कुरा होइनन् भाइ बहिनीहरु। हेर्नुभयो भने ऐन नै अलग अलग हो है। यो क्वेरीजहरु मलाई पनि आउने गर्छ, यहाँहरुलाई पनि कन्फ्युजन थियो होला, त्यो क्ल्यारिटी मैले दिए। इन केस यहाँहरुलाई कुनै क्वेरी छ, यहाँहरुलाई कुनै सोध्न मन छ भने यहाँहरुले च्याट बक्समा आफ्नो क्वेरीज राख्न सक्नुहुन्छ र उचित समय आएपछि म त्यसको एन्सर पनि दिन्छु है त। अहिले हामीले वन बाइ वन सबै कुराहरु म तपाईलाई बेसिक ब्याकग्राउन्डहरु बताउँदै छु भाइ बहिनीहरु। ती ब्याकग्राउन्ड बताइसकेपछि अनि यहाँहरुलाई सजिलो हुन्छ अगाडि बढ्नको लागि। सो अब भाइ बहिनीहरु भन्सार ऐनको कुरा हामीले गर्यौं, यसमा हामीले भन्सार महसुल ऐनको कुरा हामीले गर्यौं, भन्सार नियमावलीको कुरा गर्यौं, भन्सार महसुल नियमावलीको कुरा गर्यौं। भनेपछि समग्र रूपमा हेर्ने हो भने यी कुराहरु तपाईहरुले हेर्न सक्नुहुन्छ। हामीले अहिले जति पनि यो क्लासेस आजबाट जुन स्टार्ट भएको छ, यो क्लासेस चाहिँ बेस्ड अन 82-83 एज वेल एज 83-84 83-84 लाई पनि बेस्ट, किनभने अब अहिले आएको नयाँ केही संशोधनहरु छ, त्यो संशोधनलाई पनि हामी समेट्छौं। ठीक छ, 82-83 मा के थियो, 83-84 मा के छ भन्सारसँग सम्बन्धित ती संशोधनहरुलाई पनि समेट्छु। भनेपछि यसरी बुझौं कि यो ओभरअल कस्टम लसँग सम्बन्धित पुरै फुल फ्लेज क्लास हामी लिइराछौं भनेर बुझ्नु पर्यो। त्यही भएर यो क्लासेस भयो। अनि यो कस्टम लजको क्लासेसहरु सकिसकेपछि, भन्सारसँग सम्बन्धित क्लासेसहरु सकिसकेपछि अनि हामी छुट्टै तपाईको चाहिँ यो पालिको अमेन्डमेन्टसँग रिलेटेड कुराहरु पनि गर्नेछौं। अमेन्डमेन्टको कुराहरु हामीले हेर्यो भने तपाईको नयाँ यो फाइनान्स बिल अब एक्ट बन्ने क्रममा छ, छलफल भइराछ, त्यो भोलिको दिनमा संशोधन हुन सक्छ भने त्यो फाइनान्स बिलको लागि म छुट्टै भिडियो बनाएर तपाईहरुलाई यो जसरी कस्टम ल आयो त्यसरी उपलब्ध गराउँला एक्ट बनिसकेपछि। तर यो त कस्टम ल त अलरेडी एक्ट बनिसकेको छ, यसको बारेमा हामी छलफल गर्छौं। र अर्को कुरा चाहिँ मेरो विचारमा मेबी हुन सक्छ यो बजेट अहिले जुन छलफल भइराछ, मेबी जुन फाइनान्स बिल प्रस्तुत गरिएको छ त्यसमा केही चेन्जेस भएर फाइनान्स एक्ट आउने देखिन्छ, सुनिन्छ, अब थाहा छैन, कन्फर्म छैन। त्यस्तो भयो भने त फेरि अगाडि पढेको त काम लागेन। सो लेट्स वेट फर सम टाइम, मेबी एट द एन्ड अफ द असार अनि श्रावणको फर्स्ट विकमै त्यो आइसक्छ हैन। अब भनेको अर्थ हामीले क्लास लिँदा दिँदै त्यो भइसकेपछि त हामी तुरुन्तै पढ्न सकिहाल्यौं। ओके, त्यही भएर एमेन्डमेन्टको पार्टलाई चाहिँ मैले पछि कभर गर्छु। अहिले हामी कस्टम लजसँग सम्बन्धित कुराहरु हामी गरौँ हैन, कस्टम लमै फोकस हौं। किनभने एक्जाममा कस्टम लको ट्रेन्ड हेर्ने हो भने तपाईको 15 मार्कको हैन, कहिलेकाहीँ 18 मार्कको, कहिलेकाहीँ 20 मार्कसम्मको पनि क्वेशन सोध्ने गरेको पाइन्छ। यहाँहरुलाई क्वेशन प्याटर्न त थाहा छ भाइ बहिनीहरु, यहाँहरुलाई थाहा हुनु पनि पर्छ।
जस्तै हामीले अहिले मैले 8384 कै नोट बनाउने क्रममा छु, त्यही भएर तपाईँले यहाँ वान नोटमा हेर्नुभयो भने ट्याक्सेसन 8384 मा मैले कस्टम लको 8384 हालेको छु। तर 8283 को जुन यहाँहरूसँग वान ड्राइभको लिङ्क छ नोटको लागि त्यसमै पनि म अपडेट गरिदिन्छु वा तपाईँलाई छुट्टै नोट उपलब्ध गराइदिन्छु। यो नोट त तपाईँहरूले पाउनु नै हुन्छ। मेरो विचारमा 8384 कै छुट्टै नोट बनाउनु पर्छ जस्तो लागेको छ मलाई। त्यो ड्राइभमा म छुट्टै फोल्डर बनाएर यहाँहरूलाई सेयर गरौँला। अब तपाईले एक्जामको क्वेशन प्याटर्नको कुरा हेर्नुभयो, यहाँहरूलाई याद हुनुपर्छ भाइ बहिनीहरू, यो क्वेशन प्याटर्न जुन क्याप 3 र सीए मेम्बरशिप लेभलको लागि एप्लिकेबल हुन्थ्यो। यो केसमा कस्टमको कुरा यहाँहरूलाई थाहा छ, यहाँहरूले पढिरहनु भएको छ, पढिसक्नु भएको छ भने क्वेशन नम्बर 4 क्वेशन नम्बर 5 तिर यहाँ आउने गर्छ हैन। क्वेशन नम्बर 4 क्वेशन नम्बर 5 तिर चाहिँ बढी जसो आउने गर्छ। भन्सारसँग सम्बन्धित, भ्याटसँग सम्बन्धित, एक्साइजसँग सम्बन्धित भनेको समग्र इन्डाइरेक्ट ट्याक्ससँग सम्बन्धित कुराहरू चाहिँ यहाँ आउने गर्छ भाइ बहिनीहरू हैन त। सो त्यसकै लागि हामी तयारी गर्दैछौँ। नयाँ ऐनले नयाँ तरिकाबाट कहिलेकाहीँ कन्फ्युजन कहाँनेरि हुन्थ्यो भने मैले भन्सार ऐन 2082 पढाइरहँदाखेरि पनि मलाई पनि बारम्बार यो 82 पढाइसकेपछि धेरै क्वेसन आयो। अस्तिको जुन एटेम्प्टमा तपाईको चाहिँ भाइ बहिनीले जसले दिनु भएको थियो उहाँहरूलाई कन्फ्युजन के थियो भने अब पढ्नु पर्यो भन्सार ऐन 2082, नियमावली पढ्नु पर्यो 2064। त्यसले गर्दाखेरि सर त्यो एक्सचेन्ज रेटका कुरा किन लिने, पहिला यस्तो थियो अहिले यो भयो, सर भन्सार ऐनले त बोलेकै छैन नयाँ भन्ने कुराहरू थियो भने अहिले अब कम्प्लिट पिक्चर आइसक्यो। अब जे बोल्छ भन्सार ऐनले नभए भन्सार नियमावलीले बोल्छ त्यस्ता कुराहरू, ठीक छ। सो अब हामी सुरु गरौँ। भन्सारको सम्पूर्ण कुराहरू लिङ्क हुन्छ है यहाँ। जस्तै मैले अहिले पढाइरहँदाखेरि नयाँ भन्सार ऐन मात्रै पढाउँदिन, कम्प्लिट पुरै कस्टम लजकै प्याकेज हामी पढाइरहेको छौँ। त्यही भएर जति पनि कस्टम लसँग सम्बन्धित प्रोभिजनहरू छ सबै सुरुदेखि 0 लेभलदेखि म पढाइरहेको छु। यो तपाईँलाई किसिमको रिभिजन पनि हुन्छ हैन। जसले अलरेडी यो हाम्रो क्लास पढिसक्नु भएको छ, जसलाई अलरेडी मैले कस्टम लको क्लासहरू पढाइसकेको छु, जसले अलरेडी मसँग क्लास लिइसक्नु भएको छ, उहाँहरूले के गर्नु पर्यो त भन्दा अगाडि पढेका कस्टम लजलाई यो कस्टम लजले रिप्लेस गर्नु पर्यो। अब के गर्ने, यस्तै समय यस्तै छ, अब संशोधन हुँदैछ, अब समय अनुसार हामी चल्नु पर्यो भाइ बहिनीहरू। यो नै हो सीए पढाइको सबभन्दा ठुलो हाम्रो लागि हैन च्यालेन्ज भनौँ न। एक किसिमले समय अनुसार चल्नु पर्यो, समय अनुसार अपडेट हुनु पर्यो, बजेट आउँछ, अमेन्डमेन्ट आउँछ हैन, यी सबै कुराहरू समय अनुसार चल्नुपर्ने अवस्था हुन्छ। तर एक्जाममा यदि डिसेम्बरमा तपाईँले एक्जाम दिइरहनु भएको छ, यदि तपाईँले सेप्टेम्बरमा मेम्बरशिपको एक्जाम दिइरहनु सोच्नु भएको छ, सेप्टेम्बरमा हुन सक्छ, डिसेम्बरमा हुन सक्छ, नेक्स्ट जुनमा हुन सक्छ, त्यसको लागि भाइ बहिनीहरू फेरि म भन्छु यहाँहरूले क्वेशन्सहरू 82-83 को प्र्याक्टिस गर्नु होला र अमेन्डमेन्ट के आयो त्यो अमेन्डमेन्ट पनि अपडेट हुनु होला। यो दुईटा कुरा यानी 82-83 र 83-84 न्यूमेरिकल क्वेशनहरू गर्दा 83-84 आन्सर गर्नुभयो भने कन्फ्युजन हुन सक्छ। 82-83 अनुसारको न्यूमेरिकल क्वेशनहरू गर्ने 20 मार्कको होला, अरू होला, अनि 83-84 मा के अमेन्डमेन्ट आयो त्यो पनि अपडेट हुने। यो दुईटा कुरा चाहिँ यहाँले पढे जानुपर्छ। तपाईहरु अमेन्डमेन्टमा अपडेट हुनुभयो भने के हुन्छ, मानौ तपाईलाई इम्प्लोइमेन्ट इन्कममा 83-84 को एउटा कुनै पार्टिकुलर मन्थको टीडीएस निकाल भन्दियो भने नयाँ स्ल्याब रेट लगाउनु पर्यो, 82-83 को निकाल भन्यो भने पुरानो स्ल्याब रेट लगाउनु पर्यो। त्यही भएर यी दुईटै कुरा चाहिँ यहाँले पढ्नु पर्ने हुन्छ, यहाँले यो कुरा हुन्छ है। अब यो नोटहरु जुन छ यो चाहिँ म कस्तो छ भने डेली बेसिसमा यहाँहरुलाई जसरी आज क्लास हाम्रो सकियो, आज हाम्रो क्लास सकिन्छ भने आज तपाईले यो नोट पाउनुहुन्छ भनेको हाम्रो डेली जब क्लास प्रोग्रेस हुँदै जान्छ डेली बेसिसमा यहाँहरुलाई त्यो नोट चाहिँ उपलब्ध हुन्छ। कहाँ नोट उपलब्ध हुन्छ, त्यो वान ड्राइभ को लिंक जसरी मैले तपाईलाई 82-83 को दिने गर्थे त्यही नै यो पनि उपलब्ध हुन्छ। त्यही भएर यहाँहरुलाई इन्डिभिजुअल तपाईको कुनै ग्रुप वाइज भन्दा पनि एउटा जुन मैले व्हाट्सएप ग्रुप बनाएको छु त्यहाँ समग्र तपाई लगायत अरु भाइ बहिनीहरु पनि हुनुहुन्छ, उहाँ सबैलाई सहज हुने गरी त्यही ग्रुपमा म वान ड्राइभ को लिंक हाल्दिन्छु। त्यसमा 83-84 फोल्डर भित्र यहाँहरुले हेर्न सक्नुहुन्छ कस्टम लज को बारेमा त्यहाँनेरि अपलोड गर्दिन्छु। भनेपछि जति पनि मैले यो बनाइरहेको छु सिम्पली म यसलाई पीडीएफ मा कन्भर्ट गरेर यहाँहरुलाई हाल्दिन्छु है त। ओके, सो कस्टम्स लज को कुरा गर्दा हामीले हेर्यौं सबभन्दा पहिला नयाँ ऐन नयाँ नियमावली अनुसार हामी जानुपर्ने अवस्था रह्यो हैन त। अब यहाँनेरि हामीले हेर्यौं भने सबैभन्दा पहिलो भन्सार ऐनको कुरा आउँछ
किनभने भन्सार महसुल ऐनको कुरा आउँछ। भन्सार महसुल ऐनले के भन्छ सबभन्दा सोचौँ है त, यसरी सोचौँ कि यसरी लिङ्केज बनाऊ भाइ बहिनीहरू, अनि सहज हुन्छ तपाईँहरूलाई। एउटा लिङ्केज के बनाउनु भने अब प्र्याक्टिकली जे छ तपाईँले आर्टिकलसिपको दौरानमा होइन काम गरेको दौरानमा थाहा पाइसक्नु भएको छ। यसरी सोचौँ कुनै पनि कुरा भन्सार भन्ने बित्तिकै हाम्रो सोचाइमा वा वास्तविकतामा पनि भन्सार भन्ने बित्तिकै इम्पोर्ट गर्दा र एक्सपोर्ट गर्दा, नर्मली इम्पोर्ट गर्दा र एक्सपोर्ट गर्दा तपाईको लाग्ने कुरा हो। सो भन्सार महसुल ऐनले के भन्छ भने भन्सार महसुल ऐनले इम्पोजिसन एन्ड कलेक्सन अफ कस्टम ड्युटिज अन गुड्स एक्सपोर्टेड फ्रम नेपाल एन्ड इम्पोर्टेड इन्टु नेपालको बारेमा कुरा गर्छ। र ड्युटिज टु बी पेड to the government of Nepal when goods are exported or imported from custom point। यसको बारेमा भनेको अर्थ दुईटा पार्ट तपाईले हेर्नु भने तीनटा पार्ट भनौं न अझ, एउटा इम्पोजिसन, एउटा कलेक्सन, एउटा ड्युटिज टु बी पेड। यी तीनटा कुरा भन्सार महसुल ऐनले बताउँछ भने भन्सार महसुल ऐनबाट मैले सुरु गरेँ किनभने यो सबै लिङ्केज बनाउनु पर्छ। हामीले हाम्रो पढ्ने तरिका कस्तो हुन्छ भने भाइ बहिनीहरू जसले क्लास पढिसक्नु भएको छ उहाँलाई आइडिया हुन्छ। हाम्रो मैले पढाउने तरिका कस्तो हुन्छ भने भन्सार महसुल ऐन र भन्सार ऐनलाई लिङ्क गरेर पढ्नुपर्छ। छुट्टै महसुल ऐन पढ्ने अनि छुट्टै भन्सार ऐन पढेर काम छैन, दुईटालाई लिङ्क गर्नुपर्छ। किनभने सामान त मेरो आयो नि त भन्सारमा, विदेशबाट मैले सामान इम्पोर्ट गर्दाखेरि सामान आयो र विदेशबाट सामान आइरहेछ भने त्यो आएको सामान विदेशबाट नेपालमा आएको सामान वा नेपालबाट बाहिर गएको सामानमा त है भन्सार ऐनको प्रावधान पनि लाग्छ, भन्सार महसुल ऐनको प्रावधान पनि लाग्छ। भनेपछि यी दुईटै कुरा लिङ्क गर्नु भएन भने त काम छैन। त्यही भएर सबैभन्दा पहिलो मेरो भन्सार लाग्छ केमा त भन्दा मेरो भन्सार लाग्छ भन्सार महसुल ऐनले बोलेको छ दफा 3 ले, भन्सार महसुल ऐनको दफा 3 ले यो कुरा बोलेको छ भाइ बहिनीहरु, ठीक छ। र भन्सार महसुल ऐनको दफा 3 ले के भनेको छ यसको बारेमा अब हामी चर्चा गरौँ। भन्सार ऐन, भन्सार महसुल ऐन लगायतका कुराहरुमा हेर्ने हो भने भन्सार महसुल ऐनको दफा 3 ले भन्छ कस्टम्स ड्युटी हैन shall be charged for every goods to be imported or exported according to this act। यो एक्ट अन्तर्गत, यो एक्ट भने कुन एक्ट भन्दा भन्सार महसुल एक्ट अन्तर्गत भने इम्पोर्ट भनेको नेपाल भित्र सामान ल्याउनु, एक्सपोर्ट भनेको नेपाल बाहिर सामान लानु भन्ने हिसाबले भन्यो। र यसमा गुड्स भने के हो? गुड्स भनेको सामान, सर्भिसमा लाग्दैन, त्यही भएर भन्छौं हामी भन्सार हैन। सर्भिसमा तपाईको चाहिँ त्यसलाई यसले कभर गर्दैन, गुड्स मात्रै भनेको छ। त्यही भएर गुड्स भनेको कुनै पनि मुभेबल प्रोपर्टी वा कुनै पनि त्यस्तो प्रोपर्टी सम्झनु पर्छ जसमा करेन्सी पनि पर्छ भन्ने कुराहरुलाई यसले स्पेसिफाई गरेको देखिन्छ, ठीक छ। तपाईले वैदेशिक करेन्सी लिएर आउनु भएको छ, डलर बोकेर आउनु भएको छ, सर्टेन लिमिट भन्दा बढी बोकेर आउनु भएको छ भने यु हैव टु पे हैन। यो कुराहरु पनि आउन सक्छ भनेर यसले भन्यो। सो अब भन्सार महसुल ऐनको कुरा यो गरिसकेपछि, किनभने भन्सार ऐनले त सिम्पली भन्सार ऐनले भन्सार लाग्छ भन्दा पनि भन्सार ऐनले त भन्सारका प्रोसेसका बारेमा कुरा गर्ने हो नि त। अब भन्सार लाग्छ भनेर कसले बोल्नु पर्यो त? भन्सार महसुल ऐनले बोल्नु पर्यो। त्यही भएर यहाँ महसुल ऐनको रोल पहिलो फर्स्टमै महसुल ऐनको रोल आयो। यसमा तपाईले हेर्नुभयो भने भन्सार ऐनको रोल यसमा हुँदैन। महसुलले भन्छ महसुल लगाउनु पर्छ उठाउँछु भनेर हैन, त्यही भएर महसुलको कुरा आयो, सेक्सन 3 को कुरा आयो भन्सार महसुल ऐनमा। अब मैले यहाँहरुलाई यो कुराको जानकारी गराएँ। सबभन्दा पहिलो हामीले थाहा पाउनु पर्छ केमा भन्सार लाग्छ भन्ने कुरा, त्यो हिसाबले हामीले गयौं। अब म यहाँ नेरी अर्को एउटा रुक्नु है त, म तपाईहरुलाई भन्सार महसुल ऐनको कुरा एकचोटी यहाँनिर देखाउन
गइरहेको छु हाम्रो मेटेरियलमा अलरेडी तपाईँले युज गर्नु भएको पढिरहनु भएको मेटेरियलमा अलरेडी त्यो छ, जुन हाम्रो किताब अलरेडी 82-83 को किताब अलरेडी अभाइलेबल छ। त्यो 82-83 को किताबमा हामीले भन्सार महसुल ऐनसँग सम्बन्धित, कस्टम ट्यारिफ एक्ट, कस्टम ड्युटी एक्टसँग सम्बन्धित कुराहरू हामीले त्यहाँनिर अलरेडी उल्लेख गरेका छौँ। त्यसमा खालि जस्ट 83-84 मा के अमेन्डमेन्ट आयो भन्ने कुरा मात्रै हो हामीले हेर्नुपर्ने। है त भन्सार महसुल ऐन पनि डाउनलोड गरिहाल्छु। ओके, सो भन्सार ऐनको कुरा गर्दा, भन्सार महसुल ऐनको कुरा गर्दाखेरि सबभन्दा फर्स्टमा हामीले महसुल ऐनबाट सुरु गर्यौँ, किनभने महसुल लगाउने जिम्मा भन्सार महसुल ऐनले लिएको छ, भन्सार ऐनले होइन। अब यो प्रोभिजनको बारेमा कुरा गर्दा हामीले चारवटा कुरालाई यहाँनिर डिफाइन गर्यौँ। चारवटा कुरालाई, यो तपाईँले हेर्नुभयो भने चारवटा कुरालाई हामीले डिफाइन गरेका छौँ। एउटा कस्टम एक्ट, कस्टम्स ड्युटी भने के हो, अर्को गुड्स भनेको के हो, अर्को भनेको इम्पोर्टेड भनेको के हो, र अर्को भनेको एक्सपोर्टेड भनेको के हो। यी कुराहरूलाई हामीले छलफल गर्यौँ यहाँनिर। र यहाँ एप्लिकेबिलिटीका कुरा केही डाउट छ यो यहाँसम्म अहिले देखिएको, जुन तपाईँले स्क्रिनमा देखिरहनु भएको केही कस्टम लज हामीले पढ्नुपर्ने कुराहरू जुन छ, यसमा केही डाउट छ भने मलाई च्याट बक्समा राख्न सक्नुहुन्छ, अनि त्यसपछि म अगाडि बढ्छु भन्सारका कुराहरूमा। केही डाउट छ भने यहाँहरूलाई मलाई च्याट बक्समा क्वेरी राख्न सक्नुहुन्छ। तपाईँलाई लागेका क्वेरिजहरू पढ्दै जाने क्रममा अलरेडी पढिसक्नु भएको हुन्छ होइन हो, त्यस्तै गरेर तपाईँलाई केही डाउट लाग्यो भने सोध्न सक्नुहुन्छ यहाँहरूले, अप्ठ्यारो नमानिकन। यसमा हामीले कस्टम लको कुरा गर्यौँ होइन, कस्टम ड्युटी एक्टको कुरा गर्यौँ, अनि कस्टम्स ड्युटीको बारेमा पनि हामीले कुरा गर्यौँ। त्यसपछि निकासी पैठारी भने के हो भन्ने कुराहरू पनि हामीले गर्यौँ होइन, यी कुराहरू हामीले हेर्यौँ। अब म अगाडि बढेँ, त्यसो भए गुड्सको कुरा पनि हामीले गर्यौँ। ल, अब हामीलाई थाहा भयो मैले कुनै सामान विदेशबाट नेपाल ल्याउँदैछु वा नेपालबाट बाहिर लाँदैछु भने मलाई भन्सार लाग्छ, मलाई भन्सार महसुल लाग्छ भन्ने कुरा थाहा भयो। कसले लगायो? भन्सार महसुल ऐनले लगायो। भन्सार ऐन 2082 ले होइन, भन्सार महसुल ऐन 2081 ले मलाई लगायो। मलाई यो कुरा थाहा भयो। मैले जहाँ जहाँ, भाइले एउटा कुरा याद गर्नु होला, मैले जहाँ जहाँ भन्सार महसुल ऐनको रिफरेन्स छ मैले महसुल ऐन लिएको छु, जहाँ जहाँ भन्सार ऐनको रिफरेन्स छ मैले भन्सार ऐन पनि लिएको छु है। यी दुईटै कुरा मैले जोइन्टली जान्छु। सो पहिलो कुरा, मलाई विदेशबाट सामान नेपालमा आइरहेछ, द भेरी फर्स्ट थिङ वाट आई हेभ डन कि मैले भन्सार तपाईँको चाहिँ लाग्छ भन्ने कुरा थाहा पाएँ। मैले पहिलो के थाहा पाएँ त, मैले इम्पोर्ट गर्दा भन्सार तिर्नुपर्छ, एक्सपोर्ट गर्दा पनि भन्सार लाग्न सक्छ। त्यसको लागि सेड्युलमा लेखिएका केही प्रोडक्टहरू छन्, त्यसमा मात्रै लाग्ने भयो, सबैमा लाग्ने होइन। इम्पोर्ट गर्दा अलमोस्ट सबैमा लाग्छ। त्यसपछि गुड्समा लाग्छ भन्ने कुरा मैले थाहा पाएँ, सर्भिसमा होइन भन्ने कुरा। यी कुराहरू हामीले बेसिक कुरा हो, तर स्टेप बाई स्टेप तपाईँले कस्तो हुन्छ भने ठ्याक्क आँखा चिम्लिँदाखेरि मैले स्टेप याद गर्यो भने पुरै एक्ट नै याद हुन्छ क्या, तर प्रोसेस याद गर्नुभयो भने, तपाईँले प्रोसेस लिङ्क गर्न सक्नु भएन भने एक्ट याद हुँदैन र तपाईँलाई यसले एकदमै दुःख दिन्छ। ला मैले यो पोइन्ट बिर्सेँ, यो बिर्सेँ, यो रटेको थिएँ वा यो याद गरेको थिएँ, बिर्सेँ भन्ने फिल हुन सक्छ। त्यही भएर लिङ्केज बनाएर जाउँ जहिले पनि। यस्तो सब्जेक्टहरू तपाईँले एउटा यो मात्रै सब्जेक्ट त होइन, अरू पनि सब्जेक्टहरू पढ्नुपर्ने हुन्छ होइन। तपाईँको चाहिँ क्याप 3 मा, एप्लिकेसनमा, एडभाइजरीमा होइन, अब मेम्बरसिपमा पनि अर्को सब्जेक्ट ल छँदैछ भनेपछि लिङ्केज बनाएर जति पढ्नुहुन्छ त्यति सहज हुन्छ। मैले पनि आफ्नो बेलामा पढ्ने बेलामा त्यही नै गर्थेँ भाइ बहिनीहरू, लिङ्केज बनायो भने ठ्याक्क रिटेन गर्न सजिलो हुन्छ क्या। तपाईँले प्र्याक्टिकली काम पनि गर्नुभएको हुन्छ भने त्यसलाई पनि लिङ्केज गर्न सक्नुहुन्छ। भनेपछि सबभन्दा पहिलो कुरा, अब मैले एउटा लिङ्केज बनाएर तपाईँलाई भन्छु, तपाईँ आफ्नो हिसाबले त्यसलाई मोडिफाई पनि गर्न सक्नुहुन्छ है। सबभन्दा पहिलो कुरा मैले थाहा पाएँ, मेरो भन्सार सामान आउँदा लाँदा सामान भन्ने कुराहरू थाहा पाएँ।
अब जाउँ, त्यसो भए अब सबभन्दा पहिलो कुरा मैले के गर्नुपर्छ भन्दा सामान ल्याउने नल्याउने जिम्मा तपाईँको। ल्याउने सोच बनाउनु भएको छ भने, इम्पोर्ट गर्ने सोच बनाउनु भएको छ भने द भेरी फर्स्ट थिङ द्याट यु हेभ टु टेक इज एक्जिम कोड। अब यहाँनिर आयो एक्जिम कोडको कुरा। अब एक्जिम कोड भने त भन्सार लगाउने काम त्यसले होइन नि, एक्जिम कोड भनेको त प्रोसेसको कुरा भयो। सामान ल्याउनको लागि मैले सामान ल्याउने सोच बनाइरहेको छु, मैले नयाँ व्यवसाय सोचिरहेको छु गर्नको लागि। त्यो नयाँ व्यवसाय गर्नको लागि मैले सामान विदेशबाट नेपालमा, मानौ चाइनाको सामान नेपालमा इम्पोर्ट गरेर म चाइना भिजिटमा गएको थिएँ। भिजिटमा गएपछि यो सामान त नेपालमा राम्रो व्यवसाय होला जस्तो लाग्यो होइन, अनि राम्रो व्यवसाय होला जस्तो लाग्यो, नेपालमा यस्तो खालको प्रोडक्ट देखिएको छैन होइन, अनि यसलाई चाहिँ म नेपालमा ल्याएर नेपालमा लगेर, म चाइनामै छु अहिले, नेपालमा लगेर मैले बेच्न पाएँ भने त मेरो व्यवसाय त बढ्छ भन्ने सोच आयो चाइना भिजिट गर्ने। तपाईँले अलरेडी तपाईँ एउटा व्यवसाय हुनुहुन्थ्यो वा नयाँ स्टार्ट गर्न खोजिरहनु भएको थियो। अब तपाईँले हेर्नुहुन्छ के त, त्यो सोच बनाइसकेपछि सबभन्दा पहिला तपाईँले हेर्नुहुन्छ मलाई चाइनामा यो सामान कति पर्छ, मैले नेपाल लगे भने भन्सारमा मैले भन्सार कति तिर्नुपर्ने हुन्छ, नेपालमा लगे भने भन्सार कति तिर्नुपर्छ भन्ने बित्तिकै तपाईँको सेक्सन 3 को रोल आयो क्या। पहिलो सेक्सन 3 को रोल आयो। पहिलो कुरा यो सामान हो, नेपालमा इम्पोर्ट गर्दैछु भनेपछि अलमोस्ट भनेको छु मैले, सबै भनेको छैन, भन्सार लाग्ने अवस्था रहन्छ। तर कति रेटले लाग्छ, भन्सार महसुल ऐनले स्पेसिफाई गरेको रेट छ, अनुसूची 3 भित्र स्पेसिफाई गरेको रेट छ। त्यो स्पेसिफाई गरेको रेट अनुसार कस्टम ड्युटी लाग्छ। एकर्डिङ टु दिस एक्ट भनेको छ भने चाहिँ भन्सार महसुल ऐन अनुसार लाग्छ होइन, त्यो थाहा भयो मलाई। ओके, कति रेटले लाग्छ, मैले भन्सार महसुल ऐन, भन्सार ऐन 2082 होइन, भन्सार महसुल ऐन 2081 मैले हेर्नुपर्छ। ओके, मैले हेरेँ, हेरिसकेपछि ल अब लगभग मैले भन्सार संसार सबै जोडेर मेरो कस्ट सबै जोडेर यतिमा नेपालमा बेच्न सक्छु भन्ने लाग्यो। ल मैले अब अर्डर गर्ने भएँ। अब अर्डर गर्दाखेरि सबभन्दा पहिलो अब ती ब्याङ्किङ प्रोसेसका कुराहरू छँदैछन्, त्यसमा म यतातिर गइनँ किनभने त्यो फाइनेन्सका कुराहरू भए होइन, त्यसमा यसले भन्सारले त्यो कुराहरू बोल्दैन। अब मैले सामान लानु पर्यो भने सबैभन्दा पहिलो मैले के गर्नु पर्यो त भन्दा मैले एक्जिम कोड लिनु पर्यो। भने एक्जिम कोड लिँदाखेरि अब यो एक्जिम कोड लिनुपर्ने प्रावधान कहाँ छ त, खोजिन्छ। अब हामी त चार्टर एकाउन्टेन्ट भयौँ, चार्टर एकाउन्टेन्ट बढ्दै गरेका विद्यार्थीहरू भयौँ होइन, हामीले खोज्छौँ, ऐनमा पल्टाएर आफै खोज्नु पर्यो। हुन त तपाईँले भन्सार एजेन्टलाई सोध्नुभयो, कसैलाई सोध्नुभयो भने त उनीहरूले सबै कुरा भनिदिइहाल्छ, तर अब हामी त एक्जाम पोइन्ट अफ भ्यूबाट पढिरहेछौँ। अब मैले हेर्ने भयो भने एक्जिम कोड पहिला लिनु पर्यो। अब एक्जिम कोड मैले लिँदाखेरि यो एक्जिम भने के हो त भन्दा एक्सपोर्ट इम्पोर्ट गर्दाखेरि जस्तै तपाईँले इन्कम जेनेरेसन गर्नु भएको छ कुनै भने यु हेभ टु टेक प्यान लिएर मात्रै इन्कम जेनेरेट गर्नुपर्छ भने जस्तै तपाईँको भ्याट लाग्ने कारोबार गरिरहनु भएको छ, तपाईँको सिलिङ क्रस भएको छ, भ्याट लाग्ने छ भने भ्याटमा दर्ता भएपछि मात्रै कारोबार गर्नुपर्छ भने जस्तै तपाईँले विदेशबाट सामान नेपालमा इम्पोर्ट गर्दै हुनुहुन्छ वा नेपालबाट विदेशमा लाँदै हुनुहुन्छ भने फर्स्ट यु हेभ टु टेक एक्जिम कोड। यु भनेको को त, कस्टम एजेन्ट होइन, जो मेन इम्पोर्टर छ एक्जिम कोड लिनुपर्छ। अब एक्जिम कोडको प्रावधान कहाँ छ, अहिले भर्खर भन्सार महसुल ऐन हेऱ्यो जहाँ महसुल लाग्छ भन्ने कुरा थाहा पायौँ। अब एक्जिम कोडको महसुल ऐनमा त हुँदैन, किन एक्जिम भने त प्रोसेसका कुरा हो नि त, प्रोसिजरका कुरा हो। त्यो प्रोसिजरल ल चाहिँ हाम्रो कहाँ छ त भन्दा पहिला भन्सार ऐन 2064 मै संशोधन गरेर आयो, किनभने पहिला एक्जिम कोडको प्रावधान थिएन, धेरै पछि आएको। अहिले आएर भन्सार ऐनमा पनि कन्टिन्यू गरियो एक्जिम कोडको कुरा हो। अब यसको लागि हेर्न सक्नुहुन्छ यहाँनिर टु अब्टेन एक्सपोर्ट इम्पोर्ट आइडेन्टिफिकेसन नम्बर, आइडेन्टिफिकेसन नम्बर नट रिक्वायर्ड भनेपछि हामी सेक्सन 1 मा यो लेखेको छ, सेक्सन 2 मा यो लेखेको छ, सेक्सन 3 मा यो लेखेको छ भनेर पढ्यो भने नि भाइ बहिनीहरू त्यो लिङ्केज बन्दैन। हामी भर्खर अघि भन्सार महसुल ऐनको सेक्सन 3 मा गएको थियौँ, अब एकैचोटि भन्सार ऐनको त्यो पनि नयाँ ऐनको दफा 114 मा गइरहेको छ भनेपछि त्यो सेक्सन सिरियली पढ्ने नै होइन। हामीलाई ल पढ्दा, ट्याक्स पढ्दा, इन्कम ट्याक्स पढ्दा, भ्याट पढ्दा, एक्साइज पढ्दा, कस्टम पढ्दा लिङ्केज बनाउनु हो भने सेक्सन तपाईँले रिमेम्बर नगर्नुहोस्, भोलि प्र्याक्टिकली काम लाग्ने क्रममा सेक्सन हामीले किताब रेफर गर्ने हो, मैले पनि ऐन नै रेफर गर्ने हो। अब यत्रो वर्ष पढाएँ र मलाई केही सेक्सनहरू याद छन्,
तर यहाँहरूले त अहिले एक्जाम फोकस गर्दै हुनुहुन्छ भने सेक्सन भन्दा पनि प्रोभिजन लिङ्केजमा फोकस गर्नुहोस् है। सो अब एक्सपोर्ट इम्पोर्ट, अब सेक्सन पनि के को याद गर्ने भन्ने हुन्छ नि त होइन, इन्कम ट्याक्सको गर्ने कि भ्याटको गर्ने कि एक्साइजको गर्ने कि कस्टम्सको गर्ने कि इन्टरनेसनल ट्याक्सेसनको डिटिएहरूको त्यो क्लजहरू याद गर्ने हो कि सम्भव छैन। त्यही भएर जति रिलिभेन्ट छ त्यति याद गर्नुहोस्। अब एक्सपोर्ट इम्पोर्ट मैले आइडेन्टिफिकेसन नम्बर लिनुपर्छ। अब एक्जिम कोड भनिन्छ होइन, एक्जिम कोड भन्छौँ तर सङ्केत नम्बर पनि भन्ने गर्छ नेपालीमा। कहिलेकाहीँ आइडेन्टिफिकेसन नम्बर, कोड जे भाषा प्रयोग गर्दा पनि भयो, किनभने यो हाम्रो जति पनि अङ्ग्रेजी भाषा हामी प्रयोग गर्छौँ सबै अनअफिसियल ट्रान्सलेसन हो। जति ऐन नेपालीमा पढ्न मजा आउँछ, जति ऐन नेपालीमा पढ्दा इन्टरप्रिटेसन हुन्छ, त्यति अङ्ग्रेजीमा हुँदैन। जति पनि हामीले भाषा युज गर्छौँ, चाहे त्यो यो नोटमा लेखिएको भाषा होस्, चाहे हाम्रो मेरो किताबमा लेखिएको होस्, चाहे आइक्यानको स्टडी मेटेरियल होस्, सबै अनअफिसियल ट्रान्सलेसन। सो त्यसको रियल अर्थ बुझ्नको लागि यु हेभ टु गो थ्रु एक्ट इन बियर एक्टमै जानुपर्छ, जुन नेपाली ल्याङ्ग्वेजमा उल्लेख भएको छ है त। अब जाउँ भन्सार ऐन 2082 को प्रोभिजन। अब यो मेटेरियल कहाँनिर छ सर? यो मेटेरियल तपाईँले हेर्नुभयो भने यहाँनिर यो मेटेरियल जुन छ, यो मेटेरियल पनि तपाईँहरूलाई मैले यो मेटेरियल जुन तपाईँलाई म उपलब्ध गराउँछु भाइ बहिनीहरू, यो मेटेरियल तपाईँले हेर्नु भने अलिक फरक किसिमले बनाएको छु। र अब आउने नयाँ मोडल, नयाँ मेटेरियल 2083-84 को जुन मेटेरियल छ, यो मेटेरियल पनि मेरो यही मोडलमा आउँछ। कसरी आउँछ त म थोरै तपाईँलाई जानकारी गराइदिइहालेँ यही क्लासको मार्फत होइन। जस्तै मैले के गरेको छु अहिलेको नयाँ मोडलमा भने, जुन अब हाम्रो किताबको फर्मेट त यस्तै छ नि, एउटा टेबुलर फर्मेटमा सेक्सन राखेर सेक्सन वाइज डिभाइड गरेको छु पढ्न सजिलो होस् भनेर। अर्को मैले के गरेको छु त यहाँले हेर्न सक्नुहुन्छ, रुल पोर्सनलाई मैले यसरी हाइलाइट गरिदिएको छु ताकि थाहा होस् विद्यार्थीलाई कुन एक्टबाट हो कुन रुलबाट हो। किनभने अब एक्ट छुट्टै रुल छुट्टै हुन्छ, दुईटैलाई मर्ज गर्नुपर्ने छ, किनभने सँगसँगै पढ्न सजिलो हुन्छ होइन, स्टुडेन्टको पोइन्ट अफ भ्यूबाट। प्र्याक्टिसमा पनि त्यही नै हुने हो। तर अब बेयर एक्ट आउँदाखेरि त्यसरी आउँदैन, त्यसलाई मोडिफाई गरेर मैले के गरिदिएको छु त, रुललाई पनि यसरी हाइलाइट गरिदिएको छु टेबल फर्मेटमा है त। जस्तै डेफिनेसन आयो भनेपछि जहाँ जहाँ हाइलाइट गरेर यसरी राखिएको छ ती सबै रुलको कुराहरू भयो। रुल होला, ट्युटोरियल नोट होला होइन, डाइरेक्टिभका कुराहरू होला, सबैलाई मैले यसरी आइडेन्टिफाई गरेको छु। र अहिले आउने मेरो जुन नयाँ मोड्युल छ यसरी नै आउँछ। यो अब अहिले श्रावण नलागि आउँदैन, एक्ट नबनी आउँदैन, तर यो त अब अलरेडी एक्ट बनिसकेको कुरालाई ल्याउनलाई सजिलो भयो। अब यो 83-84 वा 82-83 जे छ यो अपडेट यहाँहरूले पाउनुहुन्छ। 83-84 को लागि अब सायद यो 83-84 भन्दा पनि यहाँहरूलाई पिडिएफ गरेर आउँदाखेरि 82-83 भनेर आउला। सो यो 82-83 को प्रोभिजन हुन्छ। 83-84 को लागि अब श्रावण लागेपछि मात्रै, यो एक्ट पास भएपछि मात्रै। कतिपय भाइ बहिनीले सर एमेन्डमेन्टको मेटेरियल आए कहिले आउँछ भन्नुहुन्छ, त्यो एक्ट नबनिकन आउँदैन। के थाहा पछि एक्ट बनेर केही चेन्ज भएर आयो भने त फेरि तपाईँको चाहिँ किताबमा भनौँ न तपाईँको चाहिँ इन्कम्प्लिट हुन्छ वा इन्फर्मेसनहरू पर्याप्त नहुन सक्छ। एक्ट बनेपछि आधिकारिक रूपमा ल्याउन पाइयो होइन, त्यही भएर त्यो एक्ट नबनिकन नयाँ किताब आउँदैन। सो अब जाउँ हामी यसमा एक्सपोर्ट इम्पोर्ट आइडेन्टिफिकेसन नम्बरको कुरा गर्दा सेक्सन 114। सेक्सन 114 ले के भन्छ, यो पहिला नै भन्सार ऐन आइसकेकोले गर्दाखेरि पहिला नै हामीले यसको अलरेडी नोट बनाइसकेको छौँ, यहाँहरूलाई अलरेडी उपलब्ध छ नयाँ भन्सार ऐनबाट। यसको नोट त पिडिएफ त अलरेडी यहाँहरूले पाइसक्नु भएको छ। निकासी वा पैठारी सङ्केत नम्बर लिनुपर्ने हेर्नुहोस् है त। अब पहिला हामीले दफा 114 मात्रै पढ्थ्यौँ भन्सार ऐनको, कस्टम एक्ट 2082 को। तर अब अहिलेको मेटेरियलमा के भयो त, कस्टम्स रुल 2064 भएन। अब हामी यहाँ जब यो हरियो अक्षरले मैले चाहिँ कुन कुन प्रोभिजन हो भनेर लेखिरहँदाखेरि अब म 2064 यो लेख्दिनँ भाइ बहिनी। अब के लेख्नु पर्यो त मैले यहाँनिर, वान नोटले अब अलि ह्याङ हुन थालिसक्यो। ल 2000 हामी कति लेख्छौँ त भन्दा 2083 लेख्छौँ भाइ बहिनी। कस्टम्स रुल 2083 यो रुल अनुसार अब के नयाँ आछ त सर प्रावधान? पहिला त 64 अनुसारको प्रावधान थिएन, अधुरो थियो, इन्कम्प्लिट थियो भनिन्थ्यो। अब भन्सार कस्टम्स एक्ट 2082 र कस्टम्स रुल 2083 ले के भन्छ त एक्जिम कोडको बारेमा। सो अब जाउँ टु अब्टेन एक्सपोर्ट इम्पोर्ट
आइडेन्टिफिकेसन नम्बर लिनुपर्ने लिनु नपर्ने अनि तपाईँको स्पेशल आइडेन्टिफिकेसन नम्बर लिनुपर्ने लगायतका प्रोभिजन जुन पहिला थियो भन्सार ऐन 2082मा 64मा ती सबै कुराहरू हामी हेर्छौँ। सबभन्दा पहिला त हामी जाउँ दफा 114मा। दफा 114ले के भन्छ भाइ बहिनीहरू भने आइडेन्टिफिकेसन नम्बर चाहिन्छ। कसलाई चाहिन्छ त भन्दा कुनै पनि व्यवसाय कुनै पनि व्यक्तिले निकासी वा पैठारी संकेत नम्बर नलिकन कुनै वस्तु निकासी वा पैठारी गर्न पाउने छैन भनेर हेर्न सक्नुहुन्छ। त्यही भएर यहाँ लेखियो भाइ बहिनीहरू नो बिजनेस अफ एक्सपोर्ट एन्ड इम्पोर्ट स्याल बी डन विदाउट टेकिङ एक्सपोर्ट इम्पोर्ट आइडेन्टिफिकेसन नम्बर। अब यो आइडेन्टिफिकेसन नम्बर कोड नम्बर जे भन्नुहोस् यसलाई होइन, मैले त्यही भएर माथि नै कोड लेखिदिसकेको छु। तपाईँले एक्जाममा लेख्ने बेलामा कोड लेख्दा पनि फरक परेन, एक्सपोर्ट इम्पोर्ट कोड भनेर लेख्न पनि सक्नुहुन्छ। भनेपछि कुनै पनि एक्सपोर्ट वा इम्पोर्ट गर्दा तपाईँले होइन एक्जिम कोड लिनुपर्छ भन्यो। तर अब क्वेसन कहाँनिर आयो भने यो रुल जुन रुल 66 ग 1 भन्ने थियो नि हो, यो रुल त तपाईँको त भन्सार यो रुल भनेको त कहाँबाट आयो भाइ बहिनीहरू भन्सार ऐन 2064-65 को रुल भयो त हो। अब यसलाई हामी जाउँ, अब हाम्रो मेटेरियल कसरी रिड गर्ने त्यो पनि तरिका सिकाउँछु। पहिला जाउँ हाम्रो किताबको सेक्सन 114। सबै यो किताबमा सेक्सनहरू सबै सिरियली छन् भाइ बहिनीहरू है। जसरी मैले सेक्सनहरू सिरियली राख्ने गरेको थिएँ पहिला पहिला, अहिलेको पनि मेटेरियलमा सबै सेक्सन सिरियली छ। भनेपछि जाउँ हामी अब दफा 114मा। अब 114मा हामी गइसकेपछि भाइ बहिनीहरू हेर्न सक्छौँ दफा 119 पुगिसकेछ। 114 एक्सपोर्ट अर इम्पोर्ट कोड भने वा एक्सपोर्ट इम्पोर्ट कोड भनेर निकासी वा पैठारी संकेत नम्बर भनेको छ नि त, त्यही भएर एक्सपोर्ट वा इम्पोर्ट भनेर आयो। अहिले मैले भनेको प्रोभिजनै यही हो दफा 114 को 1। अब योसँग सम्बन्धित रुल कहाँ छ त भन्दा तल हेर्नुहोस् ठ्याक्कै। अब यहाँ हेर्नुभयो भने यसरी हेर्न सक्छ। र यसले के भन्यो त भन्दा यदि कुनै पनि एक्सपोर्टर वा इम्पोर्टर रिक्वेस्ट गर्छ भने इन अकर्डेन्स विथ द प्रिभेलिङ ल द अफिस shall issue an export or import code number to such exporter or importer भनेपछि यो रुल रहेको छ। अब रुल नम्बर कतिमा त भन्सार तपाईको नियमावलीको नियम नम्बर 109 मा रहेको छ। पहिलाको कहाँनिर थियो त भाइ बहिनीहरू हो, यही कुराको लागि हो हाम्रो यो क्लास अर्गनाइज गरेको। एकदमै इफेक्टिभ तरिकाले हामी जान्छौँ भाइ बहिनीहरू। 12 वटा क्लास छ नि त हैन तपाईको चाहिँ, त्यही भएर यो 12 वटा क्लास राखेकै कारण के हो त भन्दा तपाईको निकासी वा पैठारी संकेत नम्बरको बारेमा लगायत यस्ता प्रोभिजनहरूको बारेमा चाहिँ के बोल्छ भन्ने कुरालाई हामीले हेर्ने हो। सो अब म सँगसँगै यहाँनिर हेर्न सक्नुहुन्छ हामीले अहिले भन्न खोजेको कुरा रिक्वायर्डमा नो बिजनेस अफ एक्सपोर्ट एन्ड इम्पोर्ट स्याल बी डन विदाउट टेकिङ एक्सपोर्ट इम्पोर्ट आइडेन्टिफिकेसन नम्बर भन्यो हामीले हो। अब त्यो कुरा गर्दा प्रोभाइडेड बाइ कसले प्रोभाइड गर्छ त, कसले प्रोभाइड गर्छ त भन्दा तपाईको विभागले प्रोभाइड गर्ने होला। सो प्रोभाइडेड बाइ डिपार्टमेन्ट अर कस्टम अफिस प्रिस्क्राइब बाइ द डिपार्टमेन्ट भनेको छ नि यो प्रोभिजन जुन। अब अहिलेको रुल 109 ले हेर्नुभयो भने रुल 109 ले हेर्नुभयो भने इफ एनी एक्सपोर्टर or इम्पोर्टर रिक्वेस्ट इन अकर्डेन्स विथ द प्रिभेलिङ ल द अफिस भनेको छ। अफिस अब यो अफिस भने के हो त, पहिला भनियो कस्टम के रे पहिला भनियो कस्टम अफिस डिपार्टमेन्ट वा कस्टम अफिसले दिन सकिन्छ भन्यो। अहिले के भन्दियो त भन्दा कुनै पनि निकासी वा पैठारीकर्ताले प्रचलित कानुन बमोजिम माग गरेमा कार्यालयले भनेपछि त अब यो कार्यालय भने के हो भन्ने कुरा आउँछ। पहिलो कुरा त मैले रुललाई चेन्ज गर्न चाहे भाइ बहिनीहरू। यहाँनिर यो रुल नम्बर अब नयाँ आयो, पहिलाको 66 ग भन्ने कुराहरू पहिला थिएन नि त पुरानो ऐनमा, पछि यसलाई रिप्लेस गरियो हैन हो। यो रिप्लेस गरिसकेपछि यो ऐनले हामीलाई किनभने यो नोटमा मैले यसलाई यहाँनिर यसको रुल नम्बर पहिला 66 थियो भने यो यही हिसाबले चेन्ज हुँदै हुँदै नयाँ प्रोभिजन थपियो भने नयाँ प्रोभिजन थपिँदै जान्छ है भाइ बहिनीहरू। यो कुरा चाहिँ यहाँले विचार गर्नुपर्छ। यो नोट अलि हेभी भएछ, त्यही भएर यहाँनिर ल
अफिस, अब यहाँ भनिएको छ अफिस, कार्यालय भनेको छ। अब कार्यालय भनेको के हो त? विभाग हो, कस्टम अफिस हो, के हो त? यहाँ त कार्यालय भन्ने वर्ड युज गरेको छ। तपाईँले हेर्नुभयो भने यहाँ त अफिस भन्ने वर्ड युज गरेको छ भाइ बहिनीहरू, हेर्न सक्नुहुन्छ नोटमा, किताबमा, होइन? इफ एनी एक्सपोर्टर इम्पोर्टर रिक्वेस्ट इन अकर्डेन्स विथ द प्रिभेलिङ ल, द अफिस shall issue an export import code number to such exporter or importer भनिएको छ। भनेपछि अब यो अफिस भनेको को त? कहाँबाट हेर्ने त भन्दा अफिसको कुरा अब हाम्रो डेफिनेसनमा जाउँ। डेफिनेसनमा कार्यालय भनेर के भनेको छ? मूल्याङ्कन होइन लगायतका कुराहरू, कार्यालय भन्ने कुरा नियमावलीमा डिफाइन गरिएको छैन भने ऐनमा हेर्नु पर्यो। ऐनमा कार्यालय भनेपछि के हो त भन्दा भन्सार कार्यालय सम्झाउनु पर्छ र भन्सार कार्यालयको परिसरलाई पनि जमाउँछ। भनेपछि कार्यालय भन्ने कुरालाई चाहिँ तपाईँको अब कस्टम अफिसले, कस्टम डिपार्टमेन्टले होइन, कस्टम अफिसले दिने भन्ने कुरा देख्न सकिन्छ। त्यही भएर यहाँनेरि अफिस प्रिस्क्राइब बाई द डिपार्टमेन्ट भन्ने जुन रहेको छ यो पनि भएन। अबको नयाँ संशोधन अनुसार भाइ बहिनीहरू हामीले लिन सक्छौं यहाँनेरि यो रह्यो रुल 109 सँग सम्बन्धित। ल हेर्नुस्, पहिला यही कुरालाई हैन तपाईको एउटै यस्ता कुराहरूलाई एउटै रुलमा राख्ने गरिन्थ्यो। अहिले सानो प्रोभिजनलाई पनि छुट्टा छुट्टै रुल बनाएकोले गर्दा यो रुलको भोल्युम धेरै भयो के, अरु केही पनि होइन। रुल 109 ले भन्छ प्रोभाइडेड बाइ डी। प्रोभाइडेड बाइ कसले प्रोभाइड गर्ने भयो त भन्दा अफिस भनेर भनेको छ। अब अफिस भनेको के त भन्दा कस्टम्स अफिस भयो। अफिस भन्ने कुरा, कार्यालय भन्ने कुरालाई ऐनको सेक्सन 2 को क्लज ग ले डिफाइन गरेको छ। ऐनको सेक्सन 2 को क्लज ग ले डिफाइन गरेको छ। कार्यालय भनेको भन्सार कार्यालय सम्झाउनु पर्छ र त्यस्तो शब्दले भन्सार कार्यालयको परिसरलाई पनि जनाउँछ भन्ने कुरा छ। भनेपछि यहाँनिर हामीले हेर्न सक्छौं यो सेक्सन 2 कै मैले कुरा गर्न खोजेको ग मा अफिस भन्ने वर्ड छ। यो अफिसले भनेको छ कस्टम अफिस एज मेन्सन इन सेक्सन 5 एन्ड दिस एक्सप्रेसन अल्सो इन्क्लुड्स द प्रिमाइसेस अफ सच कस्टम अफिस भनेको छ। त्यही भएर अब भन्सारको कुरा गर्दा अफिस नै बुझौं, प्रोभाइडेड बाइ द अफिस भन्ने छ। यो कुरालाई हामीले हेर्न सक्छौं। अब यो अफिसलाई हामीले सिधै सेक्सन डिभाइड गर्ने हो भने प्रोभाइडेड बाई, यसलाई हामी लेख्न सक्छौं कस्टम्स अफिस भनेर रुल 109 अनुसार। ठीक छ। अब यसको क्वेशन आयो अब रिन्युअल। अब रिन्युअलको कुरा ऐनले बोलेको थिएन भाइ बहिनीहरु, रिन्युअलको कुरा ऐनले बोलेको थिएन भनेपछि अब ऐनले नबोलेपछि, रिन्युअलको कुरा ऐनले नबोलेपछि केले बोल्ने भयो त भन्दा नियमावलीले। अब नियमावली पहिलाको लागि त भन्सार नियमावली 2064 हेरिन्थ्यो होला, 65 को हेरिन्थ्यो होला भने अब हामीले भन्सार नयाँ नियमावली हेरिरहँदाखेरि दफा 114 भित्र सम्बन्धित रुलहरू के छन् त भन्दा एक्सपोर्ट इम्पोर्ट कोडको 14 सँग 114 सँग सम्बन्धित भन्ने कुरा यहाँ आयो। अब रिन्युअलको कुरालाई राखियो भाइ बहिनीहरु रुल 111 मा। रिन्युअलको कुरालाई राखियो रुल 111 मा र रुल 111 ले के भन्छ हेरौं है त। रुल 111 ले भन्छ, तपाईलाई म रुल 111 को प्रोभिजन पनि देखाउन चाहिँ, यसमा निकासी वा पैठारी संकेत नम्बर नवीकरण गराउनु पर्ने भन्ने प्रावधान छ। के भन्यो भने पहिलाको प्रोभिजन के थियो? रुल पहिला त मैले रुल चेन्ज गर्नु पर्यो यहाँनेरि भाइ बहिनीहरु। यो रुल रहेको छ रुल 111। पहिला सीटीसी ग घ भन्ने थियो हैन, नयाँ नयाँ रुल थपिँदाखेरि त्यसरी क ख ग घ भनेर थपिन्थ्यो हैन। सो अब हामीले गर्यौं रिन्युअल भन्ने कुरा। रिन्युअलको कुरा गर्दा प्रोभिजनले के भन्छ हेर्नुस् है त। रुल 111 ले The importer or exporter shall have to renew the export import code number obtained pursuant to section 114 of the act for each fiscal year by submitting an application to the office before the commencement of that fiscal year। भन्नुको अर्थ
निकासी वा पैठारी संकेत नम्बर चाहिँ प्रत्येक आर्थिक वर्षको लागि सो आर्थिक वर्ष सुरु हुनु अगावै कार्यालयमा निवेदन नवीकरण गराउनु पर्छ। त्यही थियो हाम्रो प्रोभिजन प्रायर टु द स्टार्ट अफ फाइनेन्शियल इयर। भनेपछि यो प्रोभिजनमा केही चेन्ज आएन। अर्को कुरा, इफ एनी इन्डस्ट्री विसेस टु रिन्यू एक्सपोर्ट इम्पोर्ट कोड नम्बर फर 5 फिजिकल इयर्स एट अ टाइम भने 5 वर्षको लागि एकमुष्ट फी तिरेर रिन्यू गर्न सकिन्छ। यानी उद्योगले एकै पटक 5 आर्थिक वर्षको लागि निकासी वा पैठारी संकेत नम्बरको नवीकरण गराउन चाहेमा 5 वर्षको लागि लाग्ने दस्तुर एकमुष्ट तिरी नवीकरण गराउन सक्नेछ। त्यही हाम्रो प्रोभिजन पहिला पनि थियो, अहिले पनि छ। खाली पहिला सब रुल 1 मा थियो होला भाइ बहिनीहरू, अहिले यसलाई रुल 111 को सब रुल 2 मा राखियो र के भनियो, 5 वर्षको लागि फर 5 फाइनेन्शियल इयर एट वन्स बाई पेइङ द एप्लिकेबल लमसम चार्ज बाई द इन्डस्ट्री हो। यो कुरा भयो। र अब एट द टाइम अफ रिन्युअल के गर्ने त? के गर्ने एट द टाइम अफ रिन्युअल भन्दा पहिला रुल 66 घको 2 ले भन्थ्यो, अब के भन्छ भने when submitting an application as per sub rule 1 of fee receipt of 1000 rupees, पहिला पनि 1000 थियो, अहिले पनि 1000, no changes, along with the tax clearance certificate shall be attached with the same application। भनेपछि ट्याक्स क्लियरेन्स सर्टिफिकेट पनि रह्यो भने एट द टाइम अफ रिन्युअल। तर भइदियो के चेन्ज त भन्दा यहाँनेरि रुलको नम्बरिङ चेन्ज भयो। रुल के आयो त अब भन्दा रुल आयो भाइ बहिनीहरू 111 को सब रुल 3 आइदियो। यसरी हामीले हेर्न सक्छौँ। किन मैले यो फोकस गरिरहेको छु त भन्दा एक्जिम कोडको कुरा एक्जाममा सोध्न सक्छ, यहाँ रिन्युअलको कुरा सोध्न सक्छ। रुल याद नगर्नु होला, रुल नम्बरसँग सरोकार भएन, प्रोभिजन के चेन्ज भयो भन्ने कुरालाई फोकस गर्नु होला। प्रोभिजन यहाँनिर हेर्नु भने रुल नम्बर बाहेक केही पनि चेन्ज भएको देखिँदैन। रुल 111 को 3 ले भनिदिएको छ निवेदन दिँदा निवेदन साथ कर चुक्ताको प्रमाणपत्र, ट्याक्स क्लियरेन्स सर्टिफिकेट र 1000 रुपियाँ दस्तुर तिरेको निसा पेश गर्नुपर्नेछ। सो यदि तपाईले भनेपछि रिन्युअल त वार्षिक रूपमा गर्नुपर्ने अवस्था आयो भाइ बहिनीहरू। अब यदि तपाईले त्यो रिन्युअल गर्नु भएन बिफोर द कमेन्समेन्ट अफ फिस्कल इयर एज पर सब रुल 1, रिन्यू गर्नु भएन भनेपछि इफ रिन्युअल नट डन एज पर अबोव भने यसको लागि पनि त्यही रुलकै पुरा जुन नयाँ रुल आयो 111 को भाइ बहिनीहरू सब रुल जुन 4 आएको छ, 111 को सब रुल 4 ले भन्छ के भन्यो, रिन्युअल मे बी डन विदिन दैट फिस्कल इयर। त्यो फिस्कल इयर भित्र रिन्यू गर्न सक्नुहुन्छ भनेको अर्को फिस्कल इयर भित्र। आर्थिक वर्ष सुरु हुनु अगाडि तपाईले नवीकरण गराउन नसकेमा देहायको अवधिभित्र उपनियम 2 बमोजिम लाग्ने दस्तुरमा देहायको थप दस्तुर तिरी सो आर्थिक वर्ष भित्र नवीकरण गराउन सकिन्छ। भनेपछि रिन्युअल क्यान बी डन अन द सेम फाइनेन्शियल इयर बाइ प्रोभाइडिङ द फी एज मेन्सन अबोव एन्ड एडिशनल फी। अब एडिशनल फी कति लाग्यो त भन्दा यदि असोज भित्र छ भने असोज मसान्तर भित्र भए 50%, पहिला पनि त्यही थियो अहिले पनि त्यही छ। क्लज को अनुसार 50% एडिशनल फी इफ द रिन्युड विदिन द मन्थ अफ असोज है। यो भनेको क्लज कले बोलेको कुरा भयो भने यदि 100% एडिशनल फी इफ रिन्युड बिफोर द एन्ड अफ असार भनेपछि अब असार मसान्त भित्र भए 100%। यो कुरा पहिला पनि थियो अहिले पनि त्यही नै छ भाइ बहिनीहरू। भनेपछि यसमा केही चेन्ज आएन। मेन भनेको कन्फिडेन्स हो क्या। यहाँहरूलाई थाहा छैन नि त, अब पढ्नु भएको छैन, त्यो काम त मेरो तपाईलाई समराइज गरिदिने। भनेपछि यस्ता यस्ता कुराहरू तपाईले पढ्दै जानुभयो भने डोन्ट वरी, दिस विल बी द मोस्ट इफेक्टिभ वे। त्यही भएर भाइ बहिनीहरूलाई लाग्छ यो क्लास के हो कसो हो के होला कतिको इफेक्टिभ होला भन्ने लाग्छ, पक्कै पनि भाइ बहिनीहरू यो यहाँहरूकै अपडेटको लागि राखिएका क्लासेसहरू हुन्छन् हैन। त्यही भएर यहाँहरूले ढुक्क भएर लिनुपर्ने हुन्छ। अब यसको रेकर्डिङ पनि अवेलेबल हुन्छ। त्यही भएर इनकेस कहिलेकाहीँ तपाईलाई वर्क स्टेसनमा जानु पर्यो कामको सिलसिलामा, किनभने अहिले डिसेम्बरमा एक्जाम दिने भाइ बहिनीहरूको पनि लिभमा बसिसक्नु भएको छैन क्याप्ट्रीका भाइ बहिनीहरू हैन। सो अब तपाईले यसको रेकर्डेड पनि पाउनुहुन्छ है। अब त्यो रेकर्डेडको लागि जहाँबाट तपाईले यो क्लासेसहरू इनरोल गर्नु भएको छ इलाइटसीमा सम्पर्क गर्नुस्, त्यहाँ उहाँहरूले रेकर्डेड पनि यहाँलाई उपलब्ध गराउनुहुन्छ डेली बेसिसमा हैन। अब टाइम लाग्छ, आजको रेकर्डिङ भोलिसम्म आउला, प्रोसेसिङ गर्न टाइम लाग्ला, तर
यहाँले सम्पर्क गर्न सक्नुहुन्छ। ठिक छ नि। जसले अलरेडी क्लास पहिले पढिसक्नु भएको छ उहाँहरूको जुन एलएमएस जे छ तपाईँले लिनु भएको पहिला जहाँबाट हेर्ने गर्नु भएको थियो त्यसमै यो भिडियो अपडेट हुन्छ, छुट्टै तपाईँलाई चाहिँदैन, त्यहीँभित्र आउँछ। जसले अलरेडी लिइसक्नु भएको छ, जसले पहिलोचोटि यो पढ्दै हुनुहुन्छ, जसले पहिला फुल फ्लेज क्लास लिनु भएको थिएन उहाँहरूको लागि छुट्टै यसको मात्रै एक्सेस हुने गरी भिडियो उपलब्ध हुन्छ। त्यही भएर मेरो भ्याइएन, मेरो अफिस जानुपर्ने छ होइन भन्ने जस्तो तपाईँहरूलाई मनमा लागेको छ भने सङ्कोच नमानिकन मजाले आफ्नो टाइममा हेर्नु होला। तपाईँले अब मलाई यो मोबाइलमा आउँछ कि आउँदैन आई डाउट होइन, तर त्यो भयो भने तपाईँले जहाँ गयो भने पढ्दै जाने हो। हेर्नुहोस् है, अब यो सीएको पढाइ नै यस्तै हो, तपाईँ ट्राभलिङ गर्नुहुन्छ पढ्दै जानु पर्यो। यो पढ्न त हेर्नुहोस् छोड्नु हुँदैन, दिमागमा आर्टिकलसिप गर्नुहोस्, काम गर्नुहोस्, अफिस टाइममा अफिसको काम गर्नुहोस्, अरू बेला सीएमा फोकस गर्नुहोस्, पढाइमा एक्जाममा फोकस गर्नुहोस्। भाइ बहिनीहरू अहिले फोकस गर्नु भयो भने पछि धेरै गाह्रो हुन्छ। त्यही भएर हरेक कुरा अब तपाईँले आफूले आफूलाई मोटिभेट गर्नुपर्ने हुन्छ होइन। ती कुराहरू छन्, अब त्यो मैले त्यतातिर गइनँ भाइ बहिनी, अब त्यो तपाईँहरू आफै हाई लेभल अफ मोटिभेटेड हुनुहुन्छ, मैले भनेर एक्स्ट्रा केही हुने होइन। सो यदि तपाईँले रिन्युअल गर्नु भएन, if renewal is not done as per above, माथिको अनुसार पनि रिन्यू गर्नु भएन, if renewal under subsection 4 subrule 4 has not been done, then renewal can be done by paying yearly fee of 10,000 rupees in addition to the fee भनेको छ। भनेपछि पहिला पनि नवीकरण नगराएमा प्रत्येक आर्थिक वर्षको लागि 10,000 रुपियाँ तिरी भनेपछि त पहिला पनि त्यही थियो भाइ बहिनीहरू। हेर्नुहोस् त, रिन्युअल क्यान बी डन फर द पिरियड, तर कति वर्षसम्म भन्ने कुरा यहाँनिर चाहिँ देखिँदैन। इफ रिन्युअल नट डन एज पर अबोभ, माथिको अनुसार रिन्युअल गरिएन भने, पहिला म यहाँहरूलाई देखाइदिउँ, यहाँनिर लेखियो 114 को सब रुल 5 ले भनिदियो भाइ बहिनीहरू, माथिको अनुसार रिन्युअल गरिएन भने रिन्युअल क्यान बी डन फर द पिरियड अप टु 5 years भन्ने जुन थियो नि वर्ड, अब यहाँनिर पनि भनिएको छ उपनियम 4 बमोजिम नवीकरण नगराएमा प्रत्येक आर्थिक वर्षको लागि 2 बमोजिम उपदफा 2 तपाईको नियम 2 बमोजिमको दस्तुरमा थप 10,000 दस्तुर तिरी 5 वर्षसम्म नवीकरण गराउन सक्नुहुन्छ भने जस्तै यहाँले। सर यो विदिन असोजको फेरि भनिदिनु न। जस्तै उदाहरणको लागि तपाईले अहिले हामी 82-83 मा छौं भनेपछि असार भित्र रिन्यू गरिसक्नुपर्छ 83-84 को लागि इम्पोर्ट गर्नलाई। यदि तपाईले मानौ 82-83 मा तपाईले रिन्यू गर्न भ्याउनु भएन गर्नु भएन भने तपाईले असोज मसान्त भित्र भनेपछि 83 श्रावण भदौ असोज भित्र गर्नुभयो भने 50%। 50% भने के को 50% त रिन्युअल फी को। रिन्युअल फी भने कति हो 1000 रुपैयाँ भने त्यसको 50% वा भएन भने 100% तिर्नुपर्छ भन्न खोजेको। श्रावण भदौ असोज 83 सम्म असोजमा पनि गर्नु भएन असार 84 सम्म गर्न सक्नुहुन्छ, त्यसमा पनि गर्नु भएन भनेपछि चाहिँ अनि तपाईको यो वर्ष पनि 10,000 अर्को वर्ष पनि 10,000 अर्को वर्ष पनि 10,000 गरेर 5 वर्ष भित्र तपाईले अवसर दिएको छ वर्षको 10,000 रुपैयाँ तिरेर। यो पहिलाको प्रोभिजन पनि हो। इफ रिन्युअल इज नट डन एज पर अबोभ रुल 111 को 5 अनुसार रिन्युअल क्यान बी डन फर द पिरियड अप टु 5 years बाई पेइङ द फी एज पर सब रुल 1 एन्ड एडिशनल 10,000 पर इयर। एडिशनल फी भनेको के त 10,000 रुपैयाँ प्लस अनि त्यो भनेको असोजमा परेन। ध्यान दिनु होला, यो के भनेको छ भने उपनियम 4 तपाईको रिन्युअल गर्नु भएन भने भनेको छ। उपनियम 4 बमोजिम रिन्युअल गर्नु भएन भनेको असारसम्म तिर्नु भने तपाईलाई 10,000 लागेन। असार पछि यदि अर्को वर्ष रिन्यू